विशाल पुन मगर भनेर चिन्थ्यो उस टाइमको। हाम्रो अटो हुन्थ्यो उस टाइम हैन, अटो भर्ने हुन्थ्यो। अटोमा सायद अझै पनि उहाँहरूको अटो पनि छ होला सायद, मसँग पनि अटो छ, उहाँहरूले भर्नुभएको थियो। अटोको सिस्टम थियो उस टाइम, लाग्छ धेरै रमाइलो थियो उस टाइमको। अब के गर्नु, अब अहिले चाहिँ हेलो एभ्री वान गाइज, के छ सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। मेरो अल फ्रेन्ड साथीहरूलाई चाहिँ पुनः नमस्कार गर्न चाहे साथीहरू। म आर्यन मगर, खास गरी मेरो नाम चाहिँ विशाल पुन मगर हो। मेरो घर चाहिँ रोल्पा जिल्ला पाछाबाङ छ, पावाङ हो। टोल चाहिँ लिरुबाङ हो भने अहिले चाहिँ परिवर्तन 4 बनाइएको छ हाम्रो गाउँलाई चाहिँ, समथिङ मिलाएर चाहिँ परिवर्तन 4 बनाइएको छ हैन। खास गरिकन मेरो बाल्यपन भन्ने हो भने स्कुल मैले चाहिँ लगभग एसएलसी सम्म पढेको थिएँ हैन। मैले कारणवश मैले त्यो स्कुल छोड्नु पर्यो हैन। हुन्छ नि, आफ्नो बाध्यता हुन्छ, आफ्नो समस्या हुन्छ। त्यो भएको हिसाबले चाहिँ म स्कुल छोडेँ। स्कुल छोडिसकेपछि गाउँतिर यस्तै बेला भयो हैन। अब टाइम पास गर्ने पनि केही भएन हैन। मसँग साथीहरूले चाहिँ पढेर हैन, कोही साथीहरू त लगभग एकजना चाहिँ आर्मी बन्नुभएको छ, इन्डियन आर्मी बन्नुभएको छ। एकजना चाहिँ शिक्षक बन्नुभएको छ, सायद नाम पनि अलि भन्न ठ्याक्कै आएन हैन। उस टाइम चाहिँ मेरो विशाल पुन भनेर चिन्थ्यो स्कुलको नाम हैन। यदि उहाँ साथीहरूले, मेरा मसँगै पढेका साथीहरूले यो भिडियो हेर्नुहुन्छ, देख्नुभयो, सुन्नुभयो भने चाहिँ विशाल पुन रहेछ भनेर चाहिँ तपाईँले चाहिँ भन्नुहोला, चिन्नुहोला आजको यो भिडियोबाट हैन। त्यस्तै थियो। अब मैले चाहिँ मेरो कक्षा चाहिँ स्कुल सुरु गरेको चाहिँ प्राथमिक विद्यालय डजाभोट आफ्नै गाउँमा थियो। लगभग 1 घन्टाको बराबरीको लाग्थ्यो त्यहाँ जानलाई। त्यो स्कुलमा पढियो हैन। उस टाइम चाहिँ हाम्रो गुरुजीहरू ती गाउँबाटै थिए। अहिले पनि उहाँ प्रधानात्मक अध्यक्ष नै हुनुहुन्छ रणबहादुर रोका उहाँ सर। खास गरी साइनो हिसाबले चाहिँ भेनाजी पनि पढ्नुहुन्छ, उहाँ हुनुहुन्थ्यो। अनि यस्तै एकजना हुनुहुन्थ्यो कमान सिंह अङ्कल हैन। अहिले चाहिँ उहाँले चाहिँ त्यो पेसा छोड्नु भएको छ। उहाँले चाहिँ शिक्षक लाइनमा चाहिँ त्यो छोडेर चाहिँ उहाँले चाहिँ आफ्नो व्यवसाय देखिरहनु भएको छ। र 3 कक्षासम्मको थियो उस टाइम हैन। 3 कक्षासम्म थियो। त्यो मास्टरहरू त्यति थिएनन्, त्यो गुरुजीहरू त्यति थिएनन्। सरी, मास्टर भन्नु पुग्यो, गुरुजीहरू त्यति थिएनन्, किनभने 3 कक्षासम्मको मात्र थियो, प्राइभेट थियो। त्यो प्राइभेट पनि त्यो उहाँहरू गुरुजीहरूलाई चाहिँ तलबहरू त्यस्तो अब नेपाल सरकारले चाहिँ त्यो दिएको थिएन है। अब त्यो जागिर चाहिँ उसले दिलाइदिएको थिएन। त्यो हामी गाउँबाटै बनाएर छनौट गरेर गाउँबाट नै उठाएको पैसाले चाहिँ उहाँ सरहरूलाई चाहिँ, गुरुजीहरूलाई चाहिँ दिने गरिन्थ्यो है उस टाइम चाहिँ। अहिले चाहिँ सरकारी बन्नुभएको छ हाम्रो रणबहादुर रोका, हाम्रो भेनाजी। उहाँ चाहिँ राम्रै स्थानमा हुनुहुन्छ अहिले। त्यो ठाउँमा चाहिँ हाम्रो गाउँमा चाहिँ अहिले 8 कक्षासम्म छ सायद, 8 कक्षासम्म छ। अझै पनि प्रधानाध्यापक नै हुनुहुन्छ, उहाँ अध्यक्ष नै बन्नुभएको छ। खुसी लाग्छ, अझै उहाँको निरन्तरता अझै पनि जारी नै छ र सफलता झुम्दै जानुभएको छ। खुसी लाग्छ। अनि मैले जब 3 कक्षा पास गरेँ, 3 कक्षा पास गरिसकेपछि मैले चाहिँ राक्सीबाङ निम्न माध्यमिक राक्सीबाङमा पढ्नलाई म रेडी भएँ। म चाहिँ 4 कक्षामा चाहिँ राक्सीबाङ गएँ। राक्सीबाङ गएपछि त्यहाँ चाहिँ अब डजाभोट स्कुल, आफ्नो गाउँको स्कुल, ठाउँको स्कुल हैन, सबै आफ्नै चिनेका साथीहरू थिए। त्यहाँ साथीहरू थिए। तर त्यहाँ राक्सीबाङ जब गएँ म, त्यहाँपछि मनोबल पनि यसो घट्ने के हुन त म अब सानै थिएँ, त्यही पनि अब यसो मनको फिल हुन्छ नि त सबैलाई। त्यो फिल एकदमै है, म कहाँ आएँ, के गरेँ, म के गर्न आइरहेको छु, यसो फिल हुने नै। म त पढाइको लागि आएको छु, म पढ्नुपर्छ भन्ने त्यो हिसाबले चाहिँ साथीहरूसँग पनि लाज मान्ने यस्तो हुन्थ्यो हैन। अनि त्यसपछि चाहिँ मैले 4 कक्षामा भर्ना भएँ। 4 कक्षामा भर्ना भइसकेपछि एउटा जमानामा पहिले चाहिँ एउटा मन्त्री भन्ने उपाध्यक्ष के हुन्थ्यो कि, एउटा क्लासको एउटा मन्त्री जस्तै एउटा ठुलो भन्ने एउटा हैन, उसले भनेको मान्ने, दिसापिसाब जाने बेला पनि उसले भन्नुपर्ने, सोध्नुपर्ने हुन्थ्यो। त्यस्तै उहाँहरू आज एकजना हुने, भोलि एकजना हुने, पर्सि एकजना हुने क्रमशः बढिरहेको थियो। म पनि मन्त्री भएँ हैन। यस्तै भइरहेको थियो, यस्तो चलिरह्यो जिन्दगी हैन। अनि त्यसै गए नै साथीहरू धेरै साथीहरूसँग गोलमेल भयो है। अब धेरै रमाइलो थियो हैन। बालपनको
स्टेट अब रमाइलो त कसले पो लाग्दैन र होइन। विद्यार्थी जिन्दगी पनि जीवन पनि एकदमै रमाइलो थियो। यस्तै गरी अब सुटुकोना भइहाल्यो, सिरली भयो, पाछापाङ भयो, यस्तै आरखोला भए होइन, यति बाघमारा पाभाग्जा भइहाल्यो होइन। चार तरफका साथीहरूसँग घोलमेल पायो। उस टाइम त हाम्रो जिन्दगी चाहिँ हराभरा थियो। हाम्रो काँध उचाल्ने, हामीले पढाइ गर्ने, खर्च गर्ने त को थियो हामीले थाहै थिएन। खास गरी त हुन त अब बाबुआमै थिए, तर टेन्सन त बाबुआमाले थियो नि त। तर खुसी चाहिँ हाम्रो उस टाइम धेरै थियो। सबैको पालो आउँदो रहेछ होइन। त्यो पालो आउँदो रहेछ किनभने चाहिँ अब खुसी हुने जतिखेर आफ्नो काँधमा भारी आउँदैन होइन, तबसम्म जिम्मेवारी पनि वहन गर्न सकिन्न। किनभने उस टाइम त बुवा आमा थिए, सबै थिए होइन। अब उमेर ढल्किँदै जान्छ, जिम्मेवारीले झेल्दै आउँछ होइन, हुन्छ। अनि त्यसपछि मैले 60 कक्षा पास गरेर अनि त्यहाँबाट पनि म बिदाई हुने सम्भावना भयो। किनभने चाहिँ म पास भएको थिएँ अनि रिजल्ट आएको थियो नि त। 4 कक्षामा चाहिँ पढ्दै गएँ। त्यहाँ 4 कक्षासम्म मात्रै थियो, निम्न माध्यमिक स्कुल थियो होइन, राक्सुबाङमा। त्यहाँ चाहिँ पढियो अनि सबै साथीभाइसँग छुट्टिन पनि गाह्रो कि अब यस्तो भयो। अब साथीहरूले चाहिँ कसैले चाहिँ चुनबाङ पढ्ने, कसैले चाहिँ बाघमारा पढ्ने, कसैले कहाँ पढ्ने भन्ने, कसैले चाहिँ अब अलिकति हुने खाने जस्ता है पैसावाला जस्तो मान्छे चाहिँ डाङतिर जाने, तुलसीबोटतिर जाने, काठमाडौँतिर जाने भन्ने कुरा गर्नुभयो। अनि उहाँहरूले गरिसकेपछि अब मसँग त अब त्यति थिएन, किनभने म चेतना दिमाग आइसकेको थियो होइन। अब 4 कक्षा पढ्दाखेरि त अब दिमाग त अब सबैले पनि आउँछ नै। त्यसपछि मैले सोचेँ अब चुनबाङ स्कुल पढौँ, चुनबाङ स्कुल पढौँ, अब घर पनि आन जाने भइहाल्छ होइन। अब किनभने चाहिँ मसँग आर्थिक पनि थिएन, अब ठुला स्कुल जानलाई, टाढा रुम लिएर बस्नलाई, पढ्नलाई चाहिँ अलि सक्षम थिएन मलाई होइन। परिवार त्यस्तै है, अब त्यस्तै थियो। अब हुन त पहिलाको स्थितिमा चाहिँ त्यस्तो सहजता थिएन, पैसा पनि त्यति थिएन। तर जसोतसो मिलाएपछि अब फेरि म 8 कक्षाको लागि चाहिँ चुनबाङ गैरीगाउँ भन्ने ठाउँमा चाहिँ रुकुम जिल्ला पर्छ, चुनबाङ गैरीगाउँमा चाहिँ भर्ना गरियो। उस टाइम चाहिँ भर्ना गरेको हाम्रो अहिले चाहिँ साउदी हुनुहुन्छ, कहाँ हुनुहुन्छ, शेरबहादुर बिक हुनुहुन्छ, खास गरी उहाँ भयो। अनि यस्तै तल्लो हाम्रो गाउँबाट पनि थिए, ओम प्रकाश पुनहरू भयो, इन्द्रहरू हाम्रो सम्झि हुनुहुन्छ, उहाँहरू मिलेर 2-4 त्यसै बहिनी पनि थियो। अनि यस्तै गरेर हामीले 5-6 जना चाहिँ हामी चुनबाङ स्कुलमा भर्ना गर्न पनि रेडी भयौँ। अनि त्यसपछि चाहिँ हामी चुनबाङमा पढियो अनि जसोतसो पढियो अब होइन। त्यहाँ चाहिँ अरू फिल भयो, किन भनेपछि अब त्यहाँ त झन् अब जिल्लै अलग, खाने ठाउँ अलग होइन। त्यो भएको हिसाबले चाहिँ अलग फिल हुँदै गयो होइन। त्यस्तै गरेर चाहिँ मैले 8 कक्षा पनि पास गरेँ, 9मा गइयो है। 9मा गइसकेपछि अब वहाँ त धेरै साथीहरू थिए। अब साथीहरू के भन्ने, अब समय पनि गइराखेको छ, मिल्ने नमिल्ने साथीहरू छुट्दै गएका छन् होइन। यो आफ्नो जिन्दगीको एउटा कहानी स्कुल पढाएको छेन त्यो भयो। त्यसपछि चाहिँ मैले 9 कक्षा पनि पास गरेँ, 10 कक्षा पनि गइसकेपछि चाहिँ त्यहाँ चाहिँ अब एसएलसी परीक्षा भयो होइन। हाम्रो एसएलसी परीक्षा भइसकेपछि अब एसएलसी परीक्षा चाहिँ अब त्यहीँ स्कुलमा हुन्न थियो होइन। अब कि त जानु पर्थ्यो तपाईँको चाहिँ तपाईँको रुकुमकोटको लागि नि। खास गरिकन पहिला चाहिँ हामी एउटा यता के भन्छ त्यहाँ एउटा नामै बिर्सिहाल्यो, रुकुम खलङ्गाडी के भन्नु पर्थ्यो, त्यहाँ गइयो। त्यहाँ चाहिँ ट्युसन मात्रै सुरुवात भयो। ट्युसन पढाउनलाई हाम्रो जुमाराङसीका उहाँ डिकम्बर मास्टर हुनुहुन्थ्यो, उहाँले पढाउनुहुन्थ्यो। उहाँले पढाइसकेपछि अहिले चाहिँ उहाँले चाहिँ नसाहरू जेटे पिउनुहुन्थ्यो, रक्सी पिउनुहुन्थ्यो है। त्यो पिएको हिसाबले चाहिँ उहाँको शरीर एकदमै काम थियो होइन। तर उहाँको दिमागले चाहिँ मान्नुपर्छ, सबैले मान्थे पनि होइन। उहाँले पढाएको र अरू गुरुजीहरूले पढाएको धेरै फरक पर्थ्यो। तर खास गरी उहाँ त सरकारी गुरुजी त हुनुहुन्न थियो, त्यही पनि उहाँले चाहिँ राम्रै पढाइ गर्नुहुन्थ्यो। हामीलाई चाहिँ 10 कक्षा पढ्ने विद्यार्थीले सबैले गैरीगाउँबाट उठाएर चाहिँ हामी त्यहाँ रुकुमकोट खलङ्गामा गइयो अनि रुम लिइयो। रुम लिइसकेपछि त्यहाँ एकदमै रमाइलो भयो। अब एसएलसी परीक्षाको पनि आइरहेछ, चापिरहेछ, टेन्सन पनि लागिरहेछ है। एसएलसी क्रस कसरी गर्ने, फलामको ढोका भन्छ के हो, कसरी अटो फटो छैन है। गाह्रो थियो, इस टाइम एकदमै लस्टै गाह्रो थियो।
टेन्सन पनि थियो, रमाइलो पनि भएको थियो। ओहो धेरै टाढा टाढाका साथी चाहिँ घुलमिल भयो, रमाइलो भयो, के कुरा गर्ने, रमाइलोको त छैन। स्कुल पढाएको जिन्दगी एकदम हर कोहीले चाहिँ रमाइलो नै लाग्छ होइन। कति रमाइलो थियो, रमाइलोसँग बितिरहेको थियो। अब बित्दै अब हामीले चाहिँ अब एसएलसी परीक्षा पनि आयो, एसएलसी परीक्षा पनि गरियो होइन। एसएलसी परीक्षा गरियो अनि त्यसपछि चाहिँ हामीले चाहिँ 3 गणित अनि त्यसपछि उस टाइम चाहिँ गर्मी हुन्छ कि एकदम लास्टै गर्मी थियो, गर्मी हुन्छ उस टाइम चाहिँ एसएलसी परीक्षा दिँदाखेरि चाहिँ उस्तै गणित गऱ्यौँ। गणित गरिसकेपछि इङ्ग्लिस होला साथी, हामी इङ्ग्लिस विषय गरेर त्यो कलेजबाट त्यो स्कुलबाट एउटा त्यहाँ नराम्रो खालको घटना घट्यो हेर्नुहोस्। अब किन भनेपछि अब त्यो दिन खै अब कसलाई के भनौँ, अब भाग्यको लीला नै त्यस्तो थियो होला होइन। अब ठ्याक्कै अब सबै परीक्षाहरू एसएलसीको त्यो गणितको एसएलसी परीक्षा दिएर ठ्याक्कै हामी सबै आयौँ होइन, मिलेर आइयो 6-7 जना आइयो। आउन चाहिँ अब तल रुकुमकोटको प्रख्यात कमलदह ताल भन्छन् होइन। अब त्यसपछि यस्तो भयो कि अब उस दिन सबैको सायद रिजल्ट पनि बिग्रेको थियो, सायद मेरो पनि बिग्रेको थियो, सबैको बिग्रेको थियो। लगभग सबैले मैले यस्तो भएन कहाँ के भयो, अरे खतम भयो भन्ने कुरा गरिरहनु भएको थियो। हल्का टेन्सन थियो सबैले होइन। त्यो भइसकेपछि अब गर्मी थियो, तापमान थियो है एकदमै। त्यसपछि सबैले चाहिँ अब यस्तो सल्लाह भयो कि अब आज पौडी खेलौँ भन्ने कुरो भयो। अब पौडी खेलियो होइन। खेल्दा के भयो भनेपछि एकदमै दुःख लाग्दो त्यो क्षण अझै पनि मलाई याद छ होइन। अब हामी चाहिँ 7 जना गएको थियौँ सायद, एउटा साइड कुनामा चाहिँ हामी त्यो पौडी खेलिरहेको थियौँ। त्यो पौडी खेल्दा बेला के भयो भन्दाखेरि चाहिँ हामी 7 जनाले चाहिँ सबै कपडा चाहिँ निकालेर अब जाङ्गीसँग मात्रै जाने कुरो भयो पौडी खेल्दा होइन। अब खासै बिचको त्यो कमलतालमा गएको पनि होइन, हामी एउटा हल्का साइड जस्तो यहाँबाट पाल्नुपट्टि को जान सक्छ भन्ने कुरो भएको थियो उहाँ होइन। उस टाइम चाहिँ अब हामी 6-7 जना चाहिँ रेडी भइयो। एकजना चाहिँ भीम हुनुहुन्थ्यो, खलाङ गाउँका हुनुहुन्छ सायद, उहाँ चाहिँ अहिले कहाँ हुनुहुन्छ, यस्तै जुमाराङ्सी भक्त यता चाहिँ एउटा भक्त थिए। अनि यस्तै अरे अनि सिमसरका साथीहरू थिए, अनि सिमसरबाट प्रेम पुन मगर, अनि यस्तै नरेन्द्र पुन मगर, त्यस्तो हामी सबै 6 जना मिलेर चाहिँ हामी पौडी खेल्ने रेडी भइयो। गयौँ हामी, त्यो प्रवेश गऱ्यौँ, साथी प्रवेश गऱ्यौँ होइन। अब प्रवेश गरिसकेपछि चाहिँ अब कपडा बाहिरका मान्छेहरू चाहिँ देखिरहेको थियो, नखेल भन्दै थियो। त्यहाँ अलि खेल्नलाई सहज हुँदैन, किनभनेपछि अब त्यस्तो नखेल्नुहोस् भन्नुभएको थियो बाहिरका मान्छेले। त्यही पनि हामीले चाहिँ मानेन। अब सबैले चाहिँ झामझुम, अब किनभने चाहिँ गर्मी थियो, गर्मी भएको जसले चाहिँ झामझुम गइयो होइन। मैले सबैले खेलिरहेछन्, पौडी हानिरहेका छन् होइन। म चाहिँ बिचमा गइयो, पौडी खेल्दै गएपछि बिचमा गइसकेपछि अब मेरो हात खुट्टा चाहिँ लाठथाक लोट्दै भइगयो हेर्नुहोस्। अब लाठथाक लोट्दै भइसकेपछि यस्तो तल टेक्छ, अब त्यो कहाँ डुब जान्छ शिर होइन। त्यसपछि के भयो भनेपछि अब फेरि यस्तो हान्छु, उफ्रो हान्छु, फेरि सास फेर्छु, फेरि टल जान्छु। साँच्चै म उता हेर्छु, ऊ त्यो बराबर चाहिँ देखिन्छ होइन। यो पछाडि हेर्छु, त्यो उभिने टाढो छ, म चाहिँ बिचमा अड्किए हेर्नुहोस्। त्यसपछि के भयो भनेपछि म चाहिँ अब जे पर्छ जो आएको बाटो त्यही बाटो नै फर्केर म बाहिर निस्किन्छु भन्ने एउटा मनसायले गर्दा म फेरि जसो डुब्दै पानी खाँदै लगभग 1-2 लिटर बराबर पानी खाएर मैले चाहिँ त्यहाँ निस्केँ। त्यसपछि दुईजना साथीले चाहिँ त्यो क्रस गर्नु भएछ होइन। म त आफै बेहोस तालमै निस्केँ, वापिस भएँ, म त्यहाँ पार गर्न सकिनँ होइन पाल्नुपट्टि। अब निस्कियो होइन मान्छेको, जब म बाहिर निस्केँ अनि उहाँहरू 1-2 जना चाहिँ पारिबाट जो क्रस गरेर निस्किनु भयो। अनि त्यसपछि चाहिँ के भयो भनेपछि बाहिरका अरू विद्यार्थी साथीहरू हुनुहुन्थ्यो, उहाँहरूले भने एकजना चाहिँ डुब्नु भयो, तर उहाँ चाहिँ निक्लिनु भएन भन्ने कुरो भयो होइन। त्यसपछि चाहिँ अब को हो भन्ने कुरा भयो, एकअर्कामा मुख हेराएर भयो होइन। अब खास गरी के हो भनेपछि त्यो कपडा चेन्ज गरेर नाङ्गै भएको होइन, कपडा थिएन, अब चिन्न गाह्रो भयो कि त्यहाँ अब को थियो के एकदमै थाहै भएन होइन। त्यसपछि के भयो भनेपछि यसो सबैले मुख हेराएर गरिदियो। अनि सबै निस्किसकेपछि चाहिँ बस हाम्रो नरेन्द्र पुन सिमसरका मेरो भाइ पनि लाग्छ, म पनि उहाँ चाहिँ डुब्नु भएछ। अब टेन्सनका मानसिक टेन्सनले त्यसको कुरै नगरौँ हेर्नुहोस्।
अब उहाँ डुब्नु भएको छ, उहाँ आफ्नै अब सागसमा अब थाहै भएन अब कहाँ डुब्नु पो, कुन ठाउँमा डुब्नु, न हामी त्यहाँ उठार्न सक्छौँ, निकाल्न सक्छौँ। उहाँ चाहिँ आफ्नो डुब्नु भएछ। त्यसपछि खोजतलास भयो, अब कसले पौडी खेल्छ, कसले निकाल्न सक्छ, त्यो भन्ने एउटाउटी सबै यताउति भयो। अनि त्यसपछि चाहिँ अब साथीहरू त रुवाखोली दिएर हुन लाग्यो साथीहरूको। अब हाम्रै मन मिल्ने साथी प्रेम पुन उहाँले चाहिँ कुनै रोएरै ऊ हुनुभएको थियो। अनि त्यसपछि चाहिँ गाह्रो भयो, अब खत्तम भयो, अब सबैको रुवाखोली सुरु भयो। त्यहाँ अब के गर्नु त, अब जसोतसो त हामीले चाहिँ अब त्यो निकाल्नु पर्ने थियो त्यहाँ, होइन। त्यहाँ हामीबाट सहज नभइसकेपछि ती स्थानीय बासिन्दा एउटा नाम चाहिँ ठ्याक्कै थाहा भएन, उहाँले चाहिँ बोलाएर अनि पुलिस प्रहरीमा सम्पर्क गरेर अनि त्यसपछि चाहिँ एकजना त्यही बासिन्दाले चाहिँ एकदम पौडीमा टाइलिङ हुनुहुँदैछ। त्यसपछि उहाँले बोलाएर उहाँ आउन्जेलसम्म अब 1 घन्टा बितिसकेको थियो, होइन। 1 घन्टा बितिसकेको थियो। त्यो भएकोले चाहिँ उहाँको कम्मरमा चाहिँ रस्सी बान्नुभयो सायद, बानिसकेपछि उहाँ चाहिँ जानुभयो। उहाँले भेट्नु भएन कि, उहाँले लगभग 1-1.5 घन्टासम्म त्यत्तिकै उफ्रोफ्री हेर्नुभयो, आफ्नो देख्न सक्नु भएन उहाँले कहाँ छ कुन ठाउँमा छ, होइन। कालो त्यस्तै थियो, हरियो जस्तो टाइपको थियो, थाहै भएन। त्यसपछि चाहिँ जसो तसो बल्ल टल्ल अब उहाँले चाहिँ भेटेर उनको खुट्टामा नरहन्टर उनका जो बित्नु भएको थियो उहाँको लासलाई चाहिँ खुट्टामा रस्सी बाँधेर उनीहरूले चाहिँ बाहिर उतार्नु भएको थियो। एकदमै डरलाग्दो कथा थियो। अब भनौँ भने त अब धेरै छन् है मनका पीर बेटाहरू, साथी खेलेको साथी डुबेर मर्नु, है। त्यो त एकदमै दुःख लाग्दो कुरो हो। जसरी रात बाहिर निकालियो, होइन। उनका घर आमा बुवालाई सम्पूर्ण गरियो। अनि त्यसपछि चाहिँ सबै विद्यार्थीहरूले शोकाकुल रूपमा चाहिँ सबैको, कसैको मुखमा हाँसो थिएन, सबैको आँखाभरि आँसु थियो, है। अब के गर्नु, अब आँसु आउनु पनि स्वाभाविक हो। त्यसपछि भोलिको दिन जसोतसो हामी त्यहाँ रात कुरियो। पुलिस हाम्रो प्रहरीहरू हुनुहुन्थ्यो, सशस्त्र प्रहरीहरू पनि आउनुभएको थियो। अनि त्यसपछि हामीले चाहिँ लासलाई चाहिँ कुर्यौँ, होइन। रातभरि कुर्यौँ। भोलि फेरि उनका बुवा आमा इष्टमित्र ड्राइभर आएर चाहिँ हामीले चाहिँ बोकेर चाहिँ हामी माथिसम्म पुर्याएर हामी फेरि परीक्षा दिनलाई त्यो स्कुलमा गएको थियौँ।